नमस्कार हजुर सबैलाई दिवाकालीन नमस्कार। म सुरेखा प्रोफेसनल ट्रेनिङ सेन्टरबाट म रेखा दुलाल। जस्तै एउटा क्वेसन गर्नु छ कि जहाँ गयो ब्युटिसियनहरू हुनुहुन्छ अरे, उहाँहरू आफू चाहिँ कहिले मेकअप गर्नुहुन्न अरे, अरू सबैलाई मेकअप गरेर पठाउनुहुन्छ अरे क्वेसन आइरहेको हुन्छ किन होला है। त्यो मैले गर्ने मेकअप भनेको सिम्पली एउटा यो के अरे सनब्लक क्रिम र गाजर र लिपस्टिक टिका होइन, केही नै गर्दिनँ नि त। अनि म ब्युटी पार्लर जाने भनेको मात्र थ्रेडिङ गर्नु हो कि, अरू कुनै त्यहाँको प्रोडक्ट युज गर्दिनँ। अनि मेरो घर नजिकको बहिनीले के भन्छ नि, हे दिदी अब तपाईँ 40 लाग्नुभयो कि फेसियल गर्नुहोस्, यदि तपाईँ 40 लाग्नुभयो कि फेसियल गर्नुहोस् न भनिरहन्छ कि। अनि मैले भनेको 40 फेसियल गरेर के हुन्छ भन त नानी भनेको, राम्री भइन्छ ठिकै छ नेचुरल प्रोसेस हो, अब केही हुँदैन भन्छु। उसले चाहिँ के गर्छ, केही पनि गर्दैन क्या, थ्रेडिङ पनि गर्दैन। अनि भन्छ तिमी चाहिँ थ्रेडिङ पनि नगर्यो, मलाई चाहिँ त्यो के जाति फेसियल गर भन्छ। म 40 लागेको छैन नि भनेर मलाई कन्भिन्स गर्छ क्या। त्यो उसको स्किल हो, मलाई थाहा छ, मैले बुझेको छु। म 40 लागेको छैन क्या दिदी, भर्खर 26 वर्ष लाग्यो, म अलि यङ छु रे। अनि तपाईँ 40 लागिसक्नु नाइट क्रिम लाउनुहोस्, फेसियल गर्नुहोस् के गर्नुहोस् भनेर मलाई चाहिँ उसले काउन्सिलिङ गरिरहेको हुन्छ होइन। हेर्नुहोस् न, मभन्दा सिनियर हुनुहुन्छ होला, तर मेरो भन्दा उहाँको गाला कस्तो रसिलो छ है, रातो छ, चम्किलो छ कि ग्लो। हेर्नुहोस् न फेसमा हुन्छ के लगाउनु भयो हजुरले, मोइस्चराइजर अनि सनब्लक। जे पनि उहाँलाई फेसियल गर्नु पनि देखिएको छ त गरेको ला जोड्न खोजेको एउटा भयो एउटा। हेर्नुहोस् मैले भन्न खोजेको थिएँ, हामी भित्री रूपबाट पोजिटिभ भयौँ भने पनि हाम्रो फेसमा चाहिँ के हुन्छ भन्दा एउटा छुट्टै किसिमको चमक आउँदो रहेछ क्या होइन। त्यही भएर सबैभन्दा ठुलो कुरो भनेको थट्स हो। थट्स म्यानेज गरेपछि मात्रै अनि फेरि अरू भनेको कुरा त होइन, अब आफैले गर्ने त हो नि, आफैले म्यानेज गर्ने त हो नि होइन, धेरै कुरा आउनु हुन्छ नि त्यसमा चाहिँ।